भन बालक, यो झुलेश्वर बाबाको पैतालामा कसरी आयो तिमी? बाबा हेर्नु न, म 34बाट 35 लाग्न लागिसकेँ। अहिलेसम्म मेरो लभ परेको छैन। डुङडुङटी गन्दा आउने भइसकेँ। के गर्ने होला हजुर? बालक 250 रुपियाँ पर्छ, मैले 200 मा ल्याउँ। यस्तै झुल ल्याएर यति बस्छ तिमी पनि। त्यसै नभन्नु न बाबा प्लिज, म तपाईँको उपर खुट्टा डोकर्छु। हेर्नु त, म त सिङ्गलै मर्ने भएँ। यो उमेरमा म त लास्टै सिक हुने भए। हेर्नु न, मलाई चाहिँ स्वर्ग पुग्नु मन छ। ठिक छ, अब तिमीलाई लास्ट सिक र तलतल बनाउँछ भनेपछि तिमी अब केटीसँग भेटिने बित्तिकै सबैभन्दा पहिला त इङ्ग्लिस टक गर। इङ्ग्लिसमा हाउ क्यान आई हेल्प यु टाइपको इङ्ग्लिस देऊ। त्यसरी पनि पट्टेन भनेपछि ओम भू भवस्ताय मन्त्र गर्ने। ट्याक्क केटी पछाडि हुन्छन्, पुचुक हान्ने आम पाछ। यति गर्यो भनेपछि केटी सिधै फिदा हो। हस् बाबा कि जय होस्। हेलो ब्रो, यु लभ आई लभ। के भनिस्? कलेज गराछ? डोन्ट रिसाइङ न। आई लभ यु लभ भेरी भेरी मच। ए त 30-35 वर्षको बड्डो भएर 15-16 वर्ष कि कलकलाउँदी केटीलाई जिस्काउन लाज लाग्दैन तँलाई? वाइ लजाइङ लभ नो म्याटर एज लभ। है यो त अन्त अत्ते गत्रे चित्र। पानी खाना गएको कुलामा कमिलाले टोक्यो नि लैबरी लै। दोस्रो आइडियाले काम गर्ला जस्तो छ है। मी लभ यु। बाबा, तपाईँलाई त आफ्नो बाउ बनाउने ढिल लागेर आउँछ। होइन है छोरा, बाबुलाई यस्तो के भन्दैछस् त? हेर न बड्डा, आज उल्टो मलाई थर्काइरहेका। उ बेला तिमीले लपाड्न नसकेर आज मेरो पनि अभिगत त्यही भएको छ। तिम्रो वंशालको सबै मलाई सरिसक्यो। हेर न, माघी बिहा गरेर एउटा केटी पठाउन सकेनौ।